सावित्री ए सावित्री कता मरी छ यो आज सावित्री ए रिमिक्स आमा ओ यता आइज भनेको सुनिनास् यता मुन्डी त होइन के भयो भने अब ल्याउन पाउँदै कति कराएको यही त छु नि होइन के रिमिक्स आमा खुरुक्क लगाएर सावित्री भन्नु नि तिम्रो मेरो लभ पर्दा पो सावित्री नसुहाउने भएर किने आमा भन्नु नि त्यो बदमास रिमिक्स त मलाई मनै पर्दैन त्यसो भए पनि के भन्नु 9 महिना गर्भमा राखेर जन्माएको पालेको सिगान पुछेको सिगान मात्रै पुछ्ने नि कतिचोटि त्यसले मेरो दसरमा आँची गर्दाको तिमी बुढाको त आँची मात्र होइन सुपारी गरिदिनु पर्ने हो के के बुझ्यौ नि आमा राम्रो भए पो छोरा राम्रो हुन्छ त अनि तिमी असत्य बुढाको कारणले छोरी बिग्रेकी होला होइन र धेरै नगर अहिले बङ्गालसँग झारिन्छ नि चाउरी कसले कसको बङ्गाल झाँदैछ हामी पनि हेरौँ न म पनि डल्ले साउकी एक्लै छोरी हो अझै तैँले नपत्याएको नपत्याए तिमी असत्य बुढासँग बिहे गर्थे पत्याए त यो गति छ अहिले धेरै नगर अहिले 32 का 32 झारिन्छ नि मेरो असत्य बुढो पहिला लभ पर्दा त हेर सावित्री तिमीले भन्यौ भने आकाशका जुन तारा झारिदिन्छु भन्थ्यो अहिले चाहिँ बङ्गाल झारिदिन्छु भन्छ कसले कसको बङ्गाल झार्दैछ हामी पनि हेरौँ न क्या बदनामी हो बाहिर आउँदिनदेखि अनि भित्र भने बिसारिन्छ भित्र भने बिसारिन्छ ए छोरा मनी खाउन अलिकति लप्सी ए रकी तेरो दिमाग कहाँ गयो हो 500 को बोतल भित्र आया पिउने पिलाउनेको क्या बदनामी हो यहाँ लभ गर्नेमा छोरा गर्ने सावित्री क्या बदनामी हो यहाँ लभ गर्नेमा छोरा गर्ने सावित्री क्या बदनामी हो यहाँ लभ गर्नेमा छोरा गर्ने सावित्री क्या बदनामी हो एक्लै छोराछोरी पाउने भए त माइतमै पाइहाल्थ्यो नि किन तिमी असत्य बुढासँग बिहे गर्थ्यौ हो किन्ने केटा माइती पनि पर्दैन धेरै नक्करा हो अनि बङ्गालसँग झारिदिन्छ नि यसलाई न्युनै खोज्यो बा आज त मरिस् त आज कसलाई म के झर गुरुकुललाई 500 रुपैयाँ दिन रक्सी खानमा के गर्ने एउटा सेट अहिले हान्छु कलम हाम्रो स्कुलमा प्यारेन्ट्स डे होला नि म त त्यसमा डान्स गर्ने भयो नि त्यो के एकदमै डान्स गरेर जस्तो छ हेर लुगा हेर शिला किचनमा नाच्ने भयो नि शिला शिला खिच कान्टु सेक्स के गर्छ यो के गर्छ यो नो शिला शिला खिच माथि कान्टु कस्तो गीत हो यो शिला कि जवानी रे न लाग्छ यस्तो गीतको डान्स गर्न पहिला हाम्रो त कस्तो राम्रो राम्रो नाच हुन्थे सुन्छस् यसमा डान्स गर्छ तैँले पहिलो पुरस्कार पाउँछस् सुन्ने हो सिमसिमे पानी सिमसिमे पानी सुनिस् न ल यसमा नाच्नु बेमा त गरिहाल्यो नि यस्तो अर्ध पागल जस्ता छोराछोरी जन्माएर तिमी बुढाले मलाई पागल अहिले धेरै गर फेरि अहिले यसलाई फेरि छोटी होलास् नि फेरि डान्स साथ एउटै मलाई फेरि के हो नि श्रेयले अनि यसो चिठी चिठी पठाएको यसो सगुन सगुन हाल्थेँ नि तपाईँलाई सरप्राइज सरप्राइज के हो त सरप्राइज भने चाहिँ ए ल ल के गर्छ सर तैँले आफ्नो संस्कार बिर्सिस् फुल्कने खुडा आयुष्मान बाबा
आउँछन् ए बाबु त्यो का सेतो सेतो के होला त्यो रेडियो रेडियो अबे अबे रेडियो त आफो गर्छ त मलाई खान्छ के हो यसमा के गर्न मिल्छ नि समाचार सुन्न मिल्छ गीत सुन्न मिल्छ सबै चिज सुन्न मिल्छ विवाह ए कस्तो राम्रो रहेछ त ल ल्याऊ मलाई ल गाउँतिर जान्छु विवाह ए तिमी गाउँतिर जाऊ म चाहिँ एकछिन यहाँ मनोरञ्जन लिन्छु नि बाउले अब के अरे मेरो छोराले रेडियो ल्याएछ अब यसो सुन्नु मन ओ सावित्री त कहाँ गएर फुर्काना भात बोकेछ जाँदैछु नि गएर त नि ओ रकी तनी त कुलङ्गार पनि गएर उता पठाइदिएर जा अझै के हेर नि नक्कली जा घरतिर छोराले कस्तो राम्रो रेडियो भन्ने चिज ल्याएछ केटाले त सब उठेर बच्चा गीत गाउँदैछ बाबुले एउटा खिच अनि यो दुध पनि लिएर आऊ अबे कस्तो खाना आयो मुसाको लिड जस्तै रहेछ खोइ ल अनि तिमी दाम फुस्केको बुढाले के खान्छ थोते के भनिस् र आफै थोती छ अहिले अर्कालाई भन्छस् अनि के त्यति दाम पनि खान सक्दैन त ल 32 का 32 झारिदिन्छु 32 त के होला र भर्खर 28 होला त्यहाँ खुरुकरा राम्रो खाना लिएर आइस त्यहाँ यहाँ म एकछिन किसिन्छु ल्याऊ खिच ए यो पनि खान सक्दैनौ नभन अब यो चाहिँ अलि राम्रै रहेछ बुढीले चाहिँ राम्रो खाना खान्छ बाबु तिमी चाहिँ अघिदेखि बोले छौ हेर्नु रेडियो है तपाईँलाई एकदमै भोक लाग्यो होला है यो अलिकति खाना खानुहोस् होइन खाना खानुहोस् म चाहिँ दुध लिएर आउँछु अन्त त्यो किचकर्नी जस्तो बक्सीले मार्छ मलाई त्यो बुढीले है खाऊ है खाऊ म चाहिँ दुध लिएर आउँछु त्यो बुढो हटिनु कस्तो भएको गाई त चल्छ बाबा गीत सुनेर यो गाई चल्यो है क्या हेर्नु पर्यो गीत बजेर गाईलाई दुध दिएन एक्चुली गाडीवाला सम्झाउनु पर्यो बाबु एकैछिन नबोलिदिनु होला गाईले दुधै दिएन गाईले दुध दिएपछि बरु तपाईँलाई नि अलिकति दिउँला क्या होइन गाईले दुध दिएपछि त्यसबाट म घिउ बनाएको छु त्यो घिउ पनि तपाईँलाई दिन्छु म तपाईँलाई मै दिन्छु अनि त्यसपछि दही दिन्छु एकैछिन चुप लगाएर बस्नु है गाईले दुध दिएन के तिमी एकछिन नबोला भनेर मैले कति बोलेको तिमी कति गीत मात्रै गान्छ खाऊ भनेको झन् भा यतिकै हेरिरहन्छ बा खाऊ न खाऊ एकैछिन नबोला झन् तिमीलाई म दही दिन्छु भन्दैछु त्यो खाइछि तिमी अनि मोटाउ न मोटाउ मैले तिमीलाई रोकेको छैन खानु एकैछिन चुप गरेको छ बोला नबोल भनेर मैले कति बोलाएको झन् दही घिउ मै दिन्छु भन्दैछु बोलेछ बा यो बाबुलाई मैले पहिला सावधान गरेको नि नबोला भनेको गीत गा है गरे मेरो बाबा मलाई रिस उठ्यो बल देखाइदियो नि फक्रा खुकुक भयो सामान फुटाउनु मात्र आउँछ मैले पहिला नबोल भनेको नि
पोलिस क्लियर तति धेरै जान्न भने अहिले फुटाउनुपर्छ सामानलाई कहिले सिकाउने हो पढाउनु पर्छ पर्दैन अहिले तिमी दिमाग नभएको बुढोलाई के सिकाउनु त पर्छ नि के भन्ने फेरि भन्दा कसले रेडी गरे बुवा यस्तो मैले भनेको बाबुलाई नबोल्नुहोस् दही दिन्छु भनेको यसो दुध लिएर जान गाई गरे त्यसको काम हुन्छ त बुवा त्यो नबोल भने नबोल है यसको त गाईको जस्तो आँखा थियो भैँसीको जस्तो मुख थियो गोरुको जस्तो नाक थियो अनि मैले कान पनि छ कि भनेर सुन्छ कि होला भनेर हान्दै मैले देखिस् तेरो बुवाको दिमाग यस्तै हुन्छ कि दिमाग नभएको मान्छे भनेको फेरि भन्दा कति झगडा गर्न हाने कति झगडा गर्न सकेन अब खुल्को 500 रुपियाँ दिएछ हाम्रो निम्तो कार्यालयमा पाल्नुभएका सम्पूर्ण अग्रजहरूलाई यो नाटक कस्तो लाग्यो त मलाई त निकै रमाइलो लाग्यो हजुरलाई के लाग्छ कसरी यो परिवार निर्माण भयो होला कसरी प्यारेन्ट्सहरूले आफ्नो बच्चाहरूलाई राम्रो ज्ञान दिन सकेनन् त कसरी आफ्नो बच्चाहरूले आफ्नो प्यारेन्ट्सलाई रेस्पेक्ट गर्न सकेनन् त त्यसैले एउटा आइडियल परिवारको लागि सबै परिवार सदस्य बिच अन्डरस्ट्यान्डिङ हुनुपर्छ धन्यवाद